बारीको भित्तामा अडेस लगाएर मलाई करिब 1 घण्टासम्म गोप्तो पारेर पछाडि चाकमुनिबाट 10 इन्चको केरा छिरायो। मेरो कलिलो भर्खर भुत्ला मात्रै पलाउन लागेको पुतीभित्र ग्वाचकी ग्वाच पार्यो। म आ मरिनी आमा भन्दै कराउन लागे। उसले 100 को स्पिडमा ठोक्नुसम्म ठोक्यो। मलाई पनि एकदमै आनन्द र आइरहेको थियो। नमस्कार साथीहरू, मेरो नाम कल्पना हो। मेरो घर सल्यान जिल्लामा पर्छ। आज म तपाईहरूलाई बारीमा घाँस काट्न जाँदाखेरि आफ्नै भाइ पर्नेले मेरो कलिलो भर्खर कालो कालो रौहरू पलाउन लागेको पुती ठोकेको अनुभव सुनाउन जाँदैछु। कृपया हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। यो मेरो पहिलो अनुभव हो। एकदमै रमाइलो र इमोसन आउनेछ। तपाईहरूले पनि आफ्नो हतियारलाई खेलाउँदै मेरो कथा सुन्दै गर्नुहोला। पानी पानी हुनुहुनेछ आज तपाईहरू पनि। कुरा आजभन्दा 2 वर्ष अगाडिको। म भर्खर 17 पुगेर 18 वर्ष लागेको थिए। मेरो घरमा बुबामम्मी भाइ र बहिनी छ। मैले भर्खर 10 कक्षाको अन्तिम परीक्षा सकेर बसिरहेको थिएँ। हाम्रो घरमा बाख्रा बस्तु गाई भैँसी गोरु सबै थिए। तिनीहरूलाई घाँस काट्नु पर्थ्यो। बिहान दिउँसो बेलुका एक दिनको कुरा हो। म घरबाट अलिकति टाढा रहेको बारीमा घाँस काट्नको लागि गएको थिएँ। करिब त्यतिबेला बेलुकाको 4 बजिसकेको थियो। म बारीमा पुगेर घाँस काट्दै थिएँ। हाम्रो भारीभन्दा मुनिबाट बजार आउने जाने एउटा गोरेटो बाटो थियो। त्यही गोरेटो बाटो हुँदै तल्ला घरको हरि भाइ बजारबाट सामान लिएर घरतिर आउँदै रहेछ। म घाँस काटिरहेको थिएँ। मलाई देख्न साथ उसले बोलाइहाल्यो, ए कल्पना, घाँसको बारी कति भयो? भनेर। त्यसपछि मैले भने काँसको बारे पुग्न लाग्यो। अब अलिकति काट्यो भने सायदै पुग्छ होला। त्यसपछि हरिले भन्यो, त्यसो भए घाँस काट्न त अनि सँगै जाउँला भनेर। त्यसपछि ऊ म भएको ठाउँमा आएर मैले घाँस काटेको नजिकै आएर बस्यो। मैले उसलाई सोधे, तिमीले बजारबाट के लिएर आएको भनेर। उसले भन्यो, बजारमा यतिकै म नुन तेल लिन गएको थिएँ भनेर भन्यो। त्यसपछि उसले आफ्नो गोजीबाट एउटा मलाई डेरी मिल्क झिकेर दियो। त्यही 20 रुपैयाँ जतिको थियो होला। मैले पनि खैलेनत भनेर खाइदिए। त्यसपछि ऊ म भएको ठाउँतिरै सर्दै सर्दै आयो। मलाई कता कता अलि नरमाइलो फिल भइरहेको थियो। उसले फेरि मेरो तिघ्रातिर मुसार्न थाल्यो। कति राम्री छौ है भन्दै मलाई जिस्क्याउन थाल्यो। त्यसपछि मेरो मन कता कता जान थाल्यो। त्यसपछि म त्यहाँबाट उठेर आफ्नो घाँस काट्न थाले। ऊ पनि त्यही नजिकै आएर कुरा गर्न थाल्यो, तिम्रो ऊ त्यो त कति ठुलो ठुलो रहेछ है। खान पाए कति मिठो हुन्थ्यो होला नि। तिम्रो त्यो बोगटे देख्दा त मेरो मुखबाट पानी आउँछ भनेर मलाई जिस्काउन थाल्यो। मुखबाट पानी आएदेखि खाए भइहाल्यो नि त। रुखभरि फलेर बसेको बोगटे छ, किन टेन्सन लिनु पर्यो, टिप्ने नि भनेर मैले भने। उसले पनि लजाउँदै, हो त नि, खैदेऊ न टिपेर तिमीले, म त जति भए पनि खाइदिहाल्छु नि भनेर भन्यो। म पनि भर्खर 17 पुगेर 18 लागेको थिएँ। कता कता मेरो यो कलिलो सामानले एक हातको खुर्पाको बिट त खोजेको होइन भनेर मनमा नै सोचे। उसले पनि यस्तै यस्तै कुरा गरिरह्यो मसँग। हाम्रो कुरा करिब 10-15 मिनेट जति मजाले चल्यो। त्यसपछि उसले मलाई भन्यो, आज तिम्रो 2 वटा बगटे र एउटा सेतो रोटी नखाइ नजाने, अब खैदेऊ भनेर भन्यो। मलाई पनि कता कता लाज लागिरहेको थियो। उसको यस्तो कुरा सुन्दा ऊ भर्खर 15 वर्ष मात्रै पुगेको थियो। 15 वर्षे केटाले के गर्छ होला भनेर मनमा नै सोचे। तर पनि आज जे होस् होस् भनेर मैले सुर कसी छोडे। ल हुन्छ नि त, यो कुरा कसैलाई पनि थाहा नहोस्। आज हामीले जे गर्यौ गर्यौ, यो कुरा तिमी र मलाई मात्रै थाहा हुनु पर्यो। बाँकी अरू कसैलाई घरमा यताउता थाहा हुनु भएन भनेर मैले भने। उसले पनि ओके हुन्छ भन्दै म भएको ठाउँमा आएर मेरो 2 वटा हात समातेर मलाई आफ्नो काखमा राख्यो। त्यसपछि मेरो माथिको 2 वटा बुबु मार्न थाल्यो। त्यसपछि त मेरो तल यौनी बेसरी चिलाएर आउन थाल्यो। कति बेला हुन्छ 10 इन्चको केरा ख्वात्तै घुसाम घुसाम भएर आउन थालिहाल्यो त। कस्तो अनौठो चिज हुँदो रहेछ यो। 2 वटा केटा र केटीको एक ठाउँमा मिलन भयो भने साह्रै मजा हुँदो रहेछ नि त। त्यसपछि उसले मेरो माथि लगाएको कुर्ता र भित्र कालो कलरको ब्रा थियो त्यो पनि खोलिदियो र मलाई नाङ्गै बनाएर माथिको बुबु आफ्नो मुखले चुस्न थाल्यो। उसले मेरो बुबु चुस्दा त मेरो शरीर सिरिङ सिरिङ हुन्थ्यो। मैले पनि एउटा हातले उसको घेरालाई खेलाइदिन्थे।
बाहिरै उसको एउटा हातले मेरो तल सुरालभित्र छिरायो र मेरो पुतीको माथिपट्टि रहेको त्यो सानो बेरिङ जस्तो गोलो आकारमा हातको औंलाले तलमाथि खेलाउन थाल्यो। त्यसपछि त मलाई थामी ठेक्न नसक्नु भएर मेरो पुतीबाट पानी निस्किन थाल्यो। त्यसपछि मैले उसको पेन्ट खोलिदिएर उसलाई म माथि राखेर उसको केरालाई एउटा हातले समातेर मेरो पुतीको दुलोभित्र छिराउन लगाए। उसको एकदमै ठुलो 9-10 इन्चीको थियो। सुरुमा त छिर्दैन, उसले फेरि आफ्नो हातमा थुकेर लिङ्ग र मेरो यौनीमा चिप्लो हुने गरी दल्यो। त्यसपछि भने उसले मेरो 2वटा हात समातेर मेरो 2वटा खुट्टालाई आफ्नो काँधमा राखेर एकैचोटी पाठेघरसम्म पुग्ने गरी छिराइदियो। सुरुमा त एकदमै दुखेको थियो। करिब 4-5 चोटी जति बाहिर भित्र गरेपछि बल्ल मेरो पुती लुज भयो र मलाई मज्जा आउन थाल्यो। उसले पनि मलाई ननस्टप करिब 100 को स्पिडमा ठोक्न थाल्यो। त्यसपछि म कमन बेबी कमन, अझै फास्ट भन्दै कराउन थाले। उसले पनि म कराको देखेर न्वारनदेखिको बल निकालेर मेरो खुट्टालाई काँधमा राखेर मलाई एउटै डल्लो जस्तो बनाएर उसले ठोक्नुसम्म ठोकिरह्यो। लास्टै मजा र आनन्द आउँदो रहेछ यसरी ठोक्दाखेरि। अझै पनि याद छ मलाई त्यस दिनको चिकाइ। करिब आधी घण्टा जति चिकेपछि बल्ल उसको लिङ्ग र मेरो पुतीबाट पानी सेतो निस्कियो। पानी निस्केपछि शरीर एकदमै हलुका र फुर्तिलो हुने रहेछ। मलाई पनि एकदमै आनन्द महसुस भएको थियो। अघि पछि भन्दा त्यो दिन मलाई एकदमै खुसी र मेरो शरीरलाई आनन्द अनि मेरो योनिलाई 10 इन्चको केरा मिलेको थियो। त्यसपछि उसले मलाई भुइँमा सुतायो र फेरि मेरो माथिको 2वटा बगटे चुस्न थाल्यो। मलाई पनि एकदमै आनन्द आइरहेको थियो। मैले पनि उसलाई चुस्न लगाए। अझै माथि बुबु चुस्ता तल पुती चुमचुम गर्थ्यो। त्यसपछि मैले उसलाई आफ्नो यौनी चाट्न लगाए। सुरुमा त उ मानेको थिएन। मैले उसको टाउकोलाई च्याप्पै समातेर तल लगेर टसाइदिए र 2वटा तिघ्राले उसको टाउकोलाई च्यापेर राखे। त्यसपछि भने उसले आफ्नो जिब्रोले मेरो टिसी चाट्न थाल्यो। त्यसपछि त मलाई यति मजा आयो सायद कुरै नगरम के यस्तो हुने रहेछ। ओहो, स्वर्गमा पुगे भन्दा पनि बढी मजा आउने रहेछ। उसले मेरो पुतीको दुईतिरको भागमा आफ्नो जिब्रोले तलमाथि गर्दा र मेरो टिसीमा ल्याप जिब्रोले चाट्दा धेरै मजा हुने रहेछ। मेरो जिउ नै सिरिङ हुन्थ्यो। त्यो दिन मैले उसलाई करिब 10-15 मिनेट जति मेरो एउटा हातले उसको टाउकोमा समातेर खुब मजाले चाट्न लगाए। उसले मेरो पुतीमा थुक्दै त्यही चाट्दै गर्थ्यो। मलाई पनि बेसरी आनन्द आउँथ्यो। त्यसपछि मैले उसको केरालाई आफ्नो हातले समातेर 1-2 मिनेट हल्लाएपछि ऊ पहिलाको जस्तै पोजिसनमा रेडी भयो र मलाई घाँसको थुप्रो माथि राखेर कुकुर स्टाइलमा सुतायो। मेरो टाउकोलाई तलतिर पार्यो भने मेरो पछाडिको चकपट्टिको भागलाई अलिकति ठाडो माथि पारेर उसले मेरो कम्मरमा आफ्नो 2वटा हातले समात्यो र कुकुरले जसरी नै घोप्टो पारेर मेरो कलिलो पुतीमा ख्वात्तै छिराइदिनु पछाडिबाट। त्यसपछि म चिच्याउन थाले भन्दै कराए। उसले पनि मज्जाले भयभरको बल निकालेर पछाडिबाट दनादन दियो। अगाडिपट्टिबाट भन्दा पछाडिबाट गर्दा एकदमै धेरै आनन्द आउँदो रहेछ। बेला मौकामा पायो भने छोड्न नहुने रहेछ साथीहरू। यस्तो खुसी यस्तो आनन्दको कुरो जहाँ भेट्यो त्यही जहिले भेट्यो त्यही बेला ठोक्नुपर्छ साथीहरू। जसले जान्यो उसैले हान्यो, जसको सामान दरो उसैले मजा र आनन्द लियो। तपाईहरूले पनि मसँग आनन्द र मज्जा लिन चाहनुहुन्छ भने मलाई कमेन्टमा हाई अथवा हेल्लो गरेर कमेन्ट गर्नुस्। म तपाईहरूलाई प्राइभेटमा रिप्लाई दिनेछु। त्यसपछि उसले मलाई फेरि पोजिसन चेन्ज गरेर मलाई उमाथि राखेर तलबाट भ्याकुतो उफारे जसरी उफार्न थाल्यो। करिब 30-40 मिनेट जति चिकेपछि बल्ल सेतो पानी झर्यो। मलाई उसले एकछिनसम्म आफ्नो अङ्गालोमा च्याप्प समातेर राखिरह्यो। करिब 5 मिनेटपछि हामीले आफ्नो कपडा लगायो। मेरो घाँसको भारी पुगेको थिएन। मैले उसलाई घाँस काट्न लगाए। त्यसपछि मैले बाँकी काटेर राखेको घाँसलाई आफ्नो डोकामा भर्न थाले।
करिब 10 मिनेट जति उसले घाँस काटेपछि बल्ल मेरो घाँसको बारी पुग्यो र हामी दुईजना त्यहाँबाट घरतिर आयौं। म हतार हतार घरमा आएर एउटा स्याम्पू र कपडा बोकेर बाथरुमतिर लागे। बाथरुममा पुगेर सबै कपडा खोलेर तलदेखि माथिसम्म हेरे। उसले निकालिदिएको सेतो सेतो पानी मेरो पुतीको वरिपरि टाँसिरहेको थियो। मैले पानीले भिजाएर स्याम्पू लगाए, त्यसपछि मज्जाले धोई पखाली गरेर सबै कपडा चेन्ज गरे अनि म रुमाए। यो कुरा कसैलाई पनि थाहा थिएन। साटा सुटुक्क हामीले काम सकायौं। आज ल है साथीहरू, मौका मिल्यो भने नछोडौं है, नछोडौं। जिन्दगी जवानी खेर जान्छ, पैसै तिरेर भए पनि ठोक्नु पर्छ। कस्तो लाग्यो? मेरो अनुभव जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला।